नमस्कार सबैजनालाई। म डाक्टर अमित झा, नाक कान घाँटी रोगको विशेषज्ञ डाक्टर। इन्स्टाग्राम तथा फेसबुकमा तपाईले मलाई डाक्टर अमित झा इएनटी सर्जन भनेर पनि खोज्न सक्नुहुनेछ। आज म इएनटी को बारेमा एउटा छोटो जानकारी अथवा छोटो कुरो भन्न गइरहेको छु। धेरैजना बिरामीले मलाई के सोध्नुहुन्छ भन्दाखेरि इएनटी को डाक्टरले कुन एज ग्रुपको बिरामी हेर्नुहुन्छ भनेर मलाई कहिलेकाहीँ प्रश्नहरू आइरहेको छ मेरो सोशल मिडिया पेजेसहरूमा। इएनटी को डाक्टरले हेर्ने भनेको बच्चादेखि वृद्ध अवस्थाको सबै बिरामीहरूलाई हो। कति प्यारेन्ट्सहरू जसका साना नानीहरू हुनुहुन्छ उहाँले के भन्नुहुन्छ भन्दाखेरि उहाँको बच्चाको कानमा समस्या भयो अथवा नाकमा भयो भन्दाखेरि इएनटीलाई नै देखाउने हो भनेर चाहिँ उहाँहरूलाई थाहा हुँदैन, अथवा यो त पेडियाट्रिसियनले देखाउनु पर्ने हो भन्ने उहाँहरूको मान्यता छ। तर के हो भन्दाखेरि इएनटी 1 वर्ष भनौँ अथवा 1 महिनाकै भनौँ अथवा 90 वर्षको बिरामीको नाक कान घाँटीको यदि केही समस्या छ भने त्यो इएनटी को डाक्टरले नै चेक गर्ने हो। हस् त, आजको लागि यति नै जानकारी छ। फेरि अर्को भिडियोमा अर्को जानकारी लिएर